दर्शकबिन यति बेला चाहिँ यो नयाँ प्रविधिद्वारा मकै खेती हुँदैछ। अब हाम्रो यो अङ्कलले चाहिँ नयाँ विधिबाट चाहिँ अहिले मकै खेती गर्दै हुनुहुन्छ है, देख्न सक्नुहुन्छ। अङ्कल यसले मकै रोप्दा कतिको सहज हुन्छ रहेछ? यो बिउको बचत हुन्छ बाबु। हजुर। अनि चाहिँ उम्रेपछि फाल्न पर्दैन। हजुर। अनि यसलाई अलि बढी चिसियाको आवश्यक पर्छ। हजुर। मकै चाहिँ पुरिँदैन। हजुर हजुर। धेरै फाइदा। यसबाट धेरै फाइदा हुँदो रहेछ है। धेरै फाइदा। अब यो पहिला चाहिँ सर्लक्क गोरुले जोत्ने अनि फेरि पछि लाउने होइन? पछि गर्नाले यो पहिला पाटो भ्याउने। हजुर हजुर। त्यसपछि सर्लक्क चाहिँ डल्ला ठोकेर सम्मा यस्तो गराएर मिलाएर लाउने। बस्छ। अनि अब यो चाहिँ यति सहजै भयो त अनि अब सर्दी छिटोभन्दा छिटो छिटो पनि हुन्छ, गोरुले भन्दा छिटो हुन्छ। अब यसबाट चाहिँ अब पहिलोचोटि हो अब तपाईँले चाहिँ यस्तो पहिलोचोटि चाहिँ मलाई रर्किन लायो। हजुर। अनि चाहिँ घर त थिएन, अनि अन्त गाउँबाट ल्याएर यसो गरौँ न अन्त अहिले ट्राई मात्रै गरेको। अब पहिलोचोटि यसको नतिजा के आउँछ अझैसम्म थाहा छैन है? यसको केही थाहा छैन। यदि नतिजा राम्रो आयो भने मैले चाहिँ आज आफै व्यक्तिगत ल्याएर यसको प्रयोग गर्छु। हजुर। कहाँ गएको जेठो? एकचोटि फेरि हान्नु न। गेडो छ है। सोकिन्न माइल दाइ, सोकिन्न। के गेडो यहाँ फल्टो गेडो यहाँ यस्तो गेडो हुन्छ। यतातिर यता मल राख्ने। यता मल यता मकै है। एकदम यो चाहिँ यो यस्तो नयाँ प्रविधिबाट सबैले गरौँ यो। यसको बचत बिउको बचत सबभन्दा पुग्छ कि अब हामीले अब त्यो अर्को मान्छेले छर्छ त अब डुरी र केटा झर्छन्। पछि गोड्न भन्दा त अब यसले छरेसकेपछि त्यो परेन ठ्याक्क। अहिले अब ठिक्क लगाएपछि अब कहाँबाट पछि पर्छ अनि